हाम्रो टिमले जुन प्रकारको अलिकति एफोर्ट देखाएको छ त्यसको लागि तपाईहरुलाई मैले सम्झेको हो। त्यसमा चाहिँ विशेष सूचनाको आधारमा यस कार्यालय मातहत वडा प्रहरी कार्यालय श्रीपुरको यसको साथै श्रीपुर पर्साबाट खटेको प्रहरी टोलीले 2082 8-23 गते अन्दाजी 1800 बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 15 प्रतिमा चोक स्थित टिकट काट्ने काउन्टर अगाडि रोकेको सार्वजनिक बागमती प्रदेश 08001 ज 0117 नम्बरको ईवी गाडीलाई कानुनी रीतपूर्वक जाँच गर्दा निम्न उल्लेखित वतन भएको व्यक्तिहरूले रातो र गुलाबी रङको सुटकेसभित्र लुकाई छिपाई राखेको लागु औषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल्स आइपी 60,530 पीस क्याप्सुल सहित सुटकेस बोक्ने 2 जना व्यक्तिहरूलाई नियन्त्रण लिए पश्चात थप अनुसन्धान पश्चात पुनः जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 24 रामगढुवामा डेरा कोठा भाडामा लिप बस्ने र लागु औषध ट्रामाडोलको सुनिश्चित गरी लुकाई छिपाई राखेको अवस्थामा एक कार्टुनभित्र अर्को 15,640 पीस ट्रामाडोल क्याप्सुल्स गरी जम्मा 76,170 पीस लागु औषध ट्रामाडोल क्याप्सुल सहित सो कार्यमा संलग्न 4 जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई निजहरूको विरुद्ध लागु औषध सम्बन्धी कसुरमा सम्मानित पर्सा जिल्ला अदालतबाट 7 दिनको म्याद थप्ने अनुसन्धान कार्य जारी भइरहेको छ र यसमा अन्य व्यक्तिहरू जो सम्बन्ध छ थप अनुसन्धान भइरहेको छ जसलाई हामीले अहिले खुलाएको छैन। यसको हामी लिङ्केज सबै निकालिरहेका छौँ र यसमा चाँडै नै फेरि हामीले यसमा सफलता प्राप्त गर्छौँ भन्ने हामीलाई विश्वास पनि छ र मैले अहिले यो नामहरू चाहिँ तपाईहरुसँग प्रेस विज्ञप्तिमै आउने भएको हुनाले मैले चाहिँ मौखिक रूपमा चाहिँ पहिले बताइनँ। 2 जना चाहिँ पर्सा जिल्ला बाहिरको पनि छ र 2 जना पर्सा भित्रको छ र बाँकी 1 जना हामी खोज्दैछौँ। अर्को 2 जना पनि हाम्रो राडारमा छ। यसको लागि चाहिँ थप अनुसन्धान पछि तपाईहरुसँग फेरि यसमा अहिले सुरुमा हेर्दाखेरिको भरिया हो तर हामी लिङ्केजबाट हेर्दै जाँदाखेरि बीचको पार्टलाई हामीले अर्को दोस्रो जना मान्छे समातिसकेपछि अब अहिले नै मैले साउ अथवा भरिया भन्दा पनि यसमा संलग्न हुने भरियादेखि माथि सामान मगाउनेदेखि अथवा सामान डेलिभरी गर्नेसम्मको हामी सबै लिङ्केज निकाल्छौँ। त्यसकारण अहिले स्ट्याटस क्लियर भइसकेको छैन कि यिनीहरू भरिया मात्र हो कि अरू पनि हो। हजुर अहिले 4 जना नियन्त्रणमा छ। लागु औषधको जहिले पनि यो अर्गनाइज क्राइम हो, एक हिसाबले सङ्गठित अपराध अन्तर्गत पनि पर्ने हो हिसाबले गर्दाखेरि यसमा सङ्गठित ग्रुप नै हुन्छ। त्यसकारण त तपाईहरुकै प्रश्न आछ कि भरिया हो कि साउ हो हैन भनेपछि भरियादेखि साउसम्म पुग्नु भनेको त ठुलो ग्याङ नै होला। मान्छेको हकमा चाहिँ हामीले सार्वजनिक गर्न मिल्दैन। हामीले यो कामहरू दिएको छौँ, सामानहरू छ यसको